रुको जरा सबर करो। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ स्याटरडे, छुट्टीको दिन। हजुरहरू कता जानुभयो? हामी पनि थोरै बाहिर निस्केको थियौँ। हामी सँगसँगै हजुरहरूलाई पनि लैजान्छौँ है। मूलघाट जाना अहिले चाहिँ बिहानको 9 बजेको छ। हामी चाँडै गरेर निस्केको छौँ। अनि यता चाहिँ उहाँ हुनुहुन्छ हाम्रो नक्कली। उसलाई यति नक्कल पार्नुपर्छ हिँड्ने बेलामा होस्। ए बा सकिन्न उसले मामा घर चाहिँ नजाने भनेको थियो क्या। अनि तल जाँदाखेरि मामा घर जाने बाटो, अनि माथि जाँदाखेरि चाहिँ हामी घुम्न जाने भनेको थियो यीले। उसले त्यही भने क्या। अनि हामी तल किन गएको भने उसलाई पुरा डर लागिरहेछ मामालाई लाने भनेर। त्यही पनि होइन, हामी मामा घर नजाने घुम्न जाने भनेर फकाउँदै लान चाहिँ लग्यौँ। अनि फेरि उसले बिर्सिहाल्यो एकैछिनमा। यस्तै गर्दै हामी चाहिँ गयौँ। कति रमाइलो। अनि तर तल गएपछि गर्मी पनि थियो, गर्मी। यता धनकुटातिर चाहिँ म फर्स्ट टाइम आएको। मलाई बाटो एकदम रमाइलो लाग्दै थियो। घरहरू बाटोमा फुल फुलेको, आँपहरू फलेको। अब चाहिँ हामी हाम्रो डेस्टिनेसनतिर पुग्यौँ फाइनल्ली। अस्ति चाहिँ हामी आउँदाखेरि रात परेको थियो नि त, मैले मजाले हेर्न पाएको थिइनँ। मलाई एकदम पुलमा आउन मन थियो। अनि हामी अब चाहिँ आइपुग्यौँ। हामी चाहिँ यहीँसम्म मात्रै आएर फर्किने हो। यो धनकुटा, तेह्रथुम, भोजपुर घर हुनेलाई चाहिँ यो बाटो एकदम मजाले थाहा छ होइन। हाम्रो चाहिँ यहाँ आइपुग्नु अलिक पर्दैन क्या। हाम्रो घर जाँदा चाहिँ थोरै परतिरबाट उकालो लाग्नुपर्ने हुन्छ। अनि माथिबाट देख्नलाई त देखेको हो, तर आइपुगेको चाहिँ थिइनँ म चाहिँ एकदमै एक्साइटेड छु। यहाँ चाहिँ के खाएको बेबी? आम कस्तो छ? कस्तो छ बेबी? यम्मी? कुद्नु हुँदैन, गाडी आउँछ नि ल। मसँग लुन मन लागेको। अब चाहिँ हाम्रो बेबीको गुस्सा सुरु हुन्छ। अब यहाँदेखि रिसाउन सुरु गरेको फोटो खिच्ने बेलाको न्यू हो यो चाहिँ। खासमा केही भन्दा नमान्ने। बल्ल फकाएर एउटा भिडियो एउटा फोटो त खिच्यौँ। त्यस पछाडि फेरि के भयो अब सुरु भयो। हेलो आन्टी, व्हाट आर यु डुइङ? अनि के गाइज, हाम्रो नानी चाहिँ अहिले यहाँनिर एकदम रुने र रिसाउने बेला भएको छ। अनि यो बाबासँग झगडा गरेको कारणले गर्दाखेरि मैले फकाउनु पर्ने भयो भनेर ब्लगमा यो पनि क्लिप्स दामी आउँछ। अब एकछिन फकिन मात्रै बाँकी छ। ल गाइज, यो चाहिँ हाम्रो बेबीको एकचोटि गर्नै पर्छ। जहिले पनि हिँडेपछि सायद गर्मी पनि थियो त्यसले पनि होला। अनि फेरि हामी फ्रेस जुस खायौँ। अनि फकाएर फेरि रमाइलो गर्दै एकछिन त्यहीँ खेल्यौँ। अनि अब चाहिँ हामी घर फर्किनु पर्ने हुन्छ। यो चाहिँ तमोर नदीको पुल हो है। अनि अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ। कस्तो धेरै बाढी आएको थियो, राति पानी परेर होला सायद। धनकुटादेखि त कति नजिकै रहेछ क्या। अनि हामी लगभग यहाँबाट 9 बजी हिँडेको थियौँ। घरमा त 11 बज्दा त पुगिसकेको थियौँ क्या। अनि एकदमै रमाइलो भयो। माथि धनकुटा आएपछि चाहिँ अलिक धेरै शीतल, तल चाहिँ अलिक गर्मी थियो। एकदमै रमाइलो भयो। हामीले त एकदमै इन्जोय गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई। Have a nice day. हजुरहरू कता जानुभयो भन्नु होला। बाई।